म चाहिँ बिहानै उठेर एकछिन जहिले पनि फ्रेस हावा खाने गर्दछु र फ्रेस हावा खाएपछि मात्रै म किचनतिर लाग्छु है। किचन चाहिँ म जहिले पनि राति सफा गरेर सुत्न हुनाले त्यति फोहोर हुँदैन मेरो किचन चाहिँ। अनि उठ्न साथ म चाहिँ तातो पानी तताउँछु। सुरुमा चाहिँ हामी हस्बेन्ड वाइफ दुवैजना मिलेर तातो पानी खान्छौँ। त्यो पछि म कफी बनाउँछु है। पहिला चिया र कफी खाएपछि मात्रै मेरो चाहिँ दिन सुरु हुन्छ। कफी खाएपछि त्यतिकै खाँदा खाँदै मेरो छोरा पनि उठेर आयो है। एकछिन छोरालाई जिस्काएँ, काले भएछौ छोरा भन्दै जिस्काएँ। मोटा आएको छ मेरो छोरा चाहिँ, त्यही भएर काले काले देख्न थालेको छ र जिस्काएकोलाई रिसाउँदै थियो सुरुमा। जिस्किन थालेपछि अलिकति खुसी भयो है जिस्काएको भनेर बुझेर। अनि त्यो पछि त्यतिकै अब मेरो छोरी पनि उठी अनि मेरो छोरीलाई नुहाइधुवाइ गरेर स्कुलको लागि रेडी पार्दै मैले चाहिँ उसको चाहिँ गाडी अब छिटै आउँछ है। त्यही भएर नुहाइधुवाइ गरेर गर्मी पनि एकदम बढेको हुनाले दिनै नुहाइदिनुपर्छ केटाकेटीहरूलाई चाहिँ पसिना पसिना भएर आउँछन् है। त्यही भएर म चाहिँ दिनै नै नुहाइदिने गरेछु। अहिले चाहिँ कपाल चाहिँ कहिले काहीँ नुहाइदिए पनि जिउ चाहिँ दिनै नुहाइदिन्छु है। मेरो छोरी चाहिँ एकदमै नक्कली छ क्या, नक्कली पनि एकदमै नक्कली छ होइन। हामीले चाहिँ उसलाई एक्सप्रेसन क्विन भनेर नाम पनि दिएको छौँ होइन। एकदमै धेरै एक्सप्रेसन बनाउँछ क्या उसले फेसमा चाहिँ। नक्कल पार्नु त उसँग सिक्नुपर्छ, यति धेरै एक्सप्रेसन। मैले उसको फोटो खिचेँ जस्तो लागेर उसले चाहिँ पुरा मलाई पोजहरू दिँदैछ है। उसलाई चाहिँ थाहा छैन म भिडियो खिच्दैछु भनेर पुरा नाटक गर्दै थिएँ होइन। मलाई देखाउँदै थिएँ, जिस्किँदै थिएँ। अनि मलाई रिल बनाइदिनु न मम्मी, म भिडियो म नाच्छु भन्दै थिएँ। मैले मानिनँ, एकछिन रिसाउनु चाहिँ। अनि मैले फकाएँ, म बनाइदिन्छु नि त भनेर फकाएँ। त्यसपछि खुसी भएर एकछिन नाची पनि होइन। नाच्दा नाच्दै उसको गाडी पनि आयो। त्यसपछि चाहिँ छिटो छिटो गरेर हामीले उसलाई गाडीमा चढाएर आयौँ। उसलाई गाडीमा चढाएर आइसकेपछि चाहिँ मैले सब्जीहरू पकाएँ। भात दाल चाहिँ मैले पकाइसकेको थिएँ। सब्जीहरू पकाएँ। सब्जीहरू पकाइसकेपछि म चाहिँ पसलतिर लागेँ। पसल गएँ, एकछिन कस्टमर हुनुहुन्थ्यो। म जाँदाखेरि चाहिँ कस्टमरहरूलाई ह्यान्डल गरेँ एकछिन। अन्त त्यत्तिकैमा ऊ पनि आइपुग्नुहुन्छ, मेरो हस्बेन्ड पनि। अनि अल्छी लाग्दो दिन छ यहाँ, हेर्नु न मान्छे नै त छैन बाटोतिर, एकदमै अल्छी लाग्दो दिन छ अहिले चाहिँ। गर्मी एकदम बढेको हुनाले त्यति कस्टमर पनि आउँदैनन्। त्यसपछि एकछिन बुढाबुढी गफ गऱ्यौँ, जिस्किँदै बस्यौँ। एकछिन पछि म घरको भिडियो बनाउनु पर्ने थियो, नयाँ पसल देखाउनु पर्ने थियो, भिडियो बनाएर रिल बनाउनु पर्ने थियो। त्यही भएर घरतिर लागेँ, भिडियो रिलहरू बनाएँ। अनि त्यत्तिकैमा नानीहरूको आउने बेला भइसकेको थियो र मैले चाहिँ उनीहरूको लागि फ्रेन्च फ्राईहरू बनाएर राखिदिएको थिएँ। एकदमै मन पराउँछन् र आज चाहिँ बिहानै भनेर गएको थिएँ, त्यही भएर फ्रेन्च फ्राई बनाएर राखिदिएँ। आजको मेरो दिन चाहिँ यसरी नै बित्यो।